तपाईको घाँटीभित्र एउटा सानो पुतली जस्तो अङ्ग हुन्छ जसलाई थाइराइड भनिन्छ। यो धेरै सानो हुन्छ तर यसको असर तपाईको सम्पूर्ण शरीरमा हुन्छ। तपाईको तौल, ऊर्जा, मुड, मुटुको धड्कन, यहाँसम्म कि तपाईको प्रजनन क्षमता पनि। सबै थाइराइडले नियन्त्रण गर्छ। तर समस्या के हो भने लाखौं मानिसलाई थाहा नै हुँदैन उनीहरूको थाइराइड बिग्रिसकेको छ। र डरलाग्दो कुरा यो हो कि महिलामा यो समस्या धेरै वर्षसम्म लुकेर बस्न सक्छ। थाइराइड जाँचमा सबैभन्दा महत्त्वपूर्ण टेस्ट टीएसएच, टी3 र टी4 हुन्, जसमा पहिले टीएसएच हेर्ने गरिन्छ किनकि यो ब्रेन पिट्युटरीले थाइराइडलाई नियन्त्रण गर्ने मुख्य सिग्नल हो। सामान्य अवस्थामा टीएसएच, टी3 र टी4 सबै नर्मल हुन्छन्। यदि थाइराइड कम काम गर्छ, हाइपोथाइरोडिजम भने टीएसएच बढ्छ र टी3 तथा टी4 घट्छ किनकि ब्रेनले धेरै सिग्नल पठाउँछ तर थाइराइडले पर्याप्त हर्मोन बनाउन सक्दैन। यसको उल्टो, यदि थाइराइड धेरै सक्रिय हुन्छ हाइपोथाइरोडिजम भने टीएसएच घट्छ र टी3 तथा टी4 बढ्छ किनकि शरीरमा पहिले नै धेरै हर्मोन भएकोले ब्रेनले सिग्नल कम गर्छ। सरल भाषामा सम्झनुहोस्, थाइराइड स्लो हुँदा टीएसएच हाई हुन्छ र थाइराइड फास्ट हुँदा टीएसएच लो हुन्छ र यही उल्टो सम्बन्ध थाइराइड डायग्नोसिसको सबैभन्दा महत्त्वपूर्ण कुरा हो। थाइराइड सानो अङ्ग भए पनि यसको असर सम्पूर्ण शरीरमा पर्छ र समयमै जाँच नगरे गम्भीर समस्या हुन सक्छ। थाइराइड बिग्रन्दैछ तर धेरैले थाहा नै पाउँदैनन्। यी 5 संकेत ध्यान दिएर सुन्नुहोस्। नमस्ते, म डाक्टर प्रकाश। यो भिडियो अन्त्यसम्म हेर्नुहोला। यस्तै स्वास्थ्य सम्बन्धी जानकारीका लागि मलाई फलो गर्नुहोला। तपाई सधैँ थाकेको महसुस गर्नुहुन्छ तर सबै रिपोर्ट नर्मल छ भन्छन्, सायद समस्या थाइराइड हुन सक्छ। पहिलो संकेत, असामान्य थकान। 8-9 घण्टा सुत्दा पनि शरीर भारी लाग्छ। यो हाइपोथाइरोइडको सामान्य लक्षण हो। थाइराइड हर्मोन कम हुँदा शरीरको मेटाबोलिजम ढिलो हुन्छ। दोस्रो, अचानक तौल बढ्नु वा घट्नु। डाइट उस्तै छ तर तौल बढ्दैछ। थाइराइडले शरीरको एनर्जी ब्यालेन्स नियन्त्रण गर्छ। तेस्रो, कपाल धेरै झर्नु। थाइराइड इम्ब्यालेन्स हुँदा हेयर ग्रोथ साइकलले बिग्रन्छ। चौथो, मुड परिवर्तन। अचानक चिन्ता, डिप्रेसन वा इरिटेबिलिटी। यो पनि थाइराइड हर्मोन इम्ब्यालेन्ससँग जोडिएको हुन सक्छ। पाँचौं, सधैँ चिसो वा धेरै गर्मी लाग्नु। हाइपोथाइरोइड धेरै चिसो लाग्ने, हाइपरथाइरोइड धेरै पसिना आउने। यी लक्षणहरू छन् भने इग्नोर नगर्नुहोस्। टीएसएच, टी3, टी4 टेस्ट गरेर थाइराइड जाँच गर्न सकिन्छ। अर्ली डायग्नोस गरे उपचार सजिलो हुन्छ। यो भिडियो सेभ गर्नुहोस् र अरूलाई पनि शेयर गर्नुहोस्।